एभ्रिवान, गुड मर्निङ, सेवा नमस्ते। फेरि पनि स्वागत छ यहाँहरू सम्पूर्णलाई मेरो सपी ब्लग्समा। आयो सबैजना एकदमै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र मेरो छोरी पनि। तिमी छोरी सन्चै छौ? एकदम सन्चै छ। ऊ चाहिँ चुदुरबुलले के अरे के परेको भन्छ यस्तोलाई, त्यसो गरेको गर्छ के। अनि आजको हाम्रो विशेष भिडियो चाहिँ के हो भने साथीहरू, थम्बनेल हेरेर थाहा पाइसक्नु होला हजुरहरूले होइन। अनि आज चाहिँ हामी चाहिँ विशेष गरी चाहिँ आज दिक्तेलको फागु हो नि त। अनि दिक्तेलको फागु हो, अनि दिक्तेलको फागु हेर्नु जानु भनेर चाहिँ हिँडेको हामी चाहिँ। आमा छोरी चाहिँ खासमा चाहिँ होइन, गाईहरूले पनि छोडिसकेको छ, साथी पनि आउँदैन। अब के गर्नु र, यस्तै छ जिन्दगी साथीहरू। पर्खिँदा गएर गाडीले छोडिसक्यो, अब हिँड्दै हिँड्दै जानु पर्ने होला होइन। अलिक सन्चो पनि छैन त्यति धेरै, सन्चो नभए पनि कुद्नु मन लाग्छ होइन। र हरे भएपछि के गर्नु, यस्तै हो जिन्दगानीमा, दिनहरू यस्तो छ। मौसम आजको मौसम चाहिँ यस्तो छ, राम्रै छ, ठिकै छ। यति बेला बेलुका बिहानै पानी आउँदै गरेको हुन्छ। अनि आज चाहिँ आएको छैन। अब भिडियो हेर्दै गर्नु होला, अन्तिमसम्म हेरेर साथ सपोर्ट माया दिनु होला साथीहरू। हाई भनिदेऊ कल्याण हिरो। कता हिँड्ने गरे सानो तिमी आज? किन? ए भाउजूले अघि सिकाएर भन्नु। यहाँ फटा चाहिँ भाउजू निस्किनु भयो। मैले सोध्नुभन्दा अगाडि भाउजूले नानीलाई सिकाएर। अब हामी चाहिँ हिँडेको साथीहरू दिक्तेल कि, तर गाडीले छोडेर यो मान्छे दुईजना मान्छेले ढिला गरेर अब गाडी भेट्यो भने ठिकै छ, नभए हिँड्दै बेलुका पुगौँला होइन। होइन छोरी, यस्तै छ साथीहरू। बिजोग जिन्दगी, रमाइलो गर्नु मन लाग्छ, तर गाडीले छोड्यो केही छैन। त्यही पनि साथी भएपछि नाच्दै नाच्दै जाने हो यहीँदेखिको। हजुर अब त्यही त होला नि। रोडको अवस्था चाहिँ यस्तो छ साथीहरू। बल्ल बल्ल तरियो नानीसँग भन्दै। बजार आइपुग्यौँ है हामी साथीहरू। यहाँनिर नानीहरूको ड्रेस सिलाउनु पर्ने थियो, अनि त्यही भएर छिकाउनु आएको कि। घाँटी घाँटी कपाल काट्नुलाई नक्कलीलाई। प्रिन्सेस यता हेर त, मैले आज छोरीको कपाल काटिदिएको साथीहरू। यस्तो हो, हामी चाहिँ दिक्तेल बजारमा घुम्दै हिँड्दैछ अरे। आएको चाहिँ बिहान हो, तर यताउता के गर्दा गर्दै बल्ल सकेर यसरी हिँड्दैछौँ। फागु नाच्नु आएको। यता हुनुहुन्छ मेरो भाउजू, यता भदै मेरो छोरीमा। ए के पो बोलेको छु झन्डै गाँठे। गाह्रो छ, गाह्रो साथीहरू, के गर्नु होइन रहेछ। यो चाहिँ दिक्तेल बजार हो है साथीहरू। त्यता अल्छेढुङ्गा भन्ने ठाउँमा खाना खानुको लागि आउँदैछौँ नानाकोमा। गर्मी छ धेरै साथीहरू, क्या गर्नु र हरे भयो जिन्दगीमा। नाच्नुपर्छ उफ्री मरिन्छ कि नाचिन्छ, उफ्री नचिन्छ, खुट्टा भाँचिन्छ भन्छ। अनि ड्रेस यता पहिराउँदा ठिक्क भयो। अब खाना खाएर कुरा नाच्ने साथीलाई हिँड्यौँ है। यो राम्री बनाएर साथीलाई पक्का रहिनी बनाएर यता। अब हामी त रहिनी परिएन, म त रहिनी परेन। त्यही भएर ड्रेस नलगाएको। प्योर रहिनी यता मात्रै हो एकजना। छोले त यहाँ झन्डा बनाउने अरे नेपाल। हाम्रो औपचारिक कार्यक्रम भनेको विगत
pasó? Son para la que Marenza sa mo sa kalangasa. गाइजहरू गलेर हैरान भयो नाच्नु चाहिँ पाइएन सिली टिप्नु पनि जानिएन त्यतिकै हिँड्यो गलेर हिलम फुबेर खाइन पाइ छालाको टोपी लगायो भने त त्यस्तै भयो जिन्दगानीमा हेलो हामी चाहिँ फागुबाट आयौँ साथीहरू अनि आएर चाहिँ टक्क कुखुरा काटेर होइन भाइ फुपूलाई माया गर फुपूलाई माया गर खै तपाईँलाई गर्छु मलाई त आगर्नु न आयौँ अनि कुखुरा काट्यौँ कुखुरा काटेर अनि मैले बनाएँ अनि भाउजूले चाहिँ यहाँ कुखुराको मासु पकाउनु हुँदैछ आज नन्द माइत आएको अरे भनेर तर नन्द रित्तै आयो हल्लिँदै लिन्ठिङ ए कुखुराको मासु अनि यता छ अनि छोरा यता छोरा छोरी केटाकेटी खेल्दै यो चाहिँ कान्छा मेरो छोरीले आज यहाँ नेपाल लेखेको थिएँ तर मेटिएछ के भयो ठिक्क परेछ साथीहरू आजको भिडियो चाहिँ यति नै है मेरो खासै राम्रो इन्डिङ भएन जस्तो हुन्छ त्यस्तै पोस्ट गरिदिए एकदम के भन्छ अर्ग्यानिक भिडियो त्यस्तै पोस्ट गरिदिए मन परेर हेरिदिनु होला साथीहरू बाई बाई